फाँसीको सजाय भन्दा पनि काटेर फाल्नुपर्छ भन्छौ। बलात्कारीलाई चाहिँ अलिकति कडा नै कारबाही गर्नुपर्छ। कतिपयले फाँसीको सजाय पनि भन्छन् के फाँसीकै सजाय हुनुपर्ने हो त? होइन, सहमतिमा सँगै बस्छन्, लिभिङ टुगेदर गर्छन्, अनि मन मिलिन्जेलसम्म चाहिँ नि सबै कुरा हुन्छ। अनि जुन दिन मन मिल्न छोड्छ त्यहाँदेखि चाहिँ फल्ना मलाई यस्तो गर्यो भन्ने हिसाबबाट चाहिँ पुरुषलाई पनि पीडित चाहिँ बनाउनु हुँदैन। बाह्रको घटना जस्तो गरिमा चौधरीमाथि 3 वर्षको नाबालिकामाथि जसरी बलात्कारपछि हत्या भयो, यो सरकारी विषय मौन छ के हो खास गरी? त्यही त निर्मम सदनमा आवाज उठाउनुहुन्न? होइन, त्यत्रो उठाइरहेछौँ त, त्योभन्दा धेरै कति उठाउने। छुट्टी थियो होइन, अब छुट्टी भएको बेला ढोका आफैले खोल्ने कुरो भएन है। त्यसले गर्दाखेरि अब हामीले थुप्रैले उठायौँ। अब आज म लगायत सबैजना, प्रायः जसो सबैले नै यो विषयमा जसले बोल्नुभयो हामीले कुरा उठाएको छ। कस्तो कारबाही चाहिँ कस्तो हुनुपर्छ आरोपीलाई? म त कडा कारबाही गर्नुपर्छ भन्छु हौ। यो बलात्कार भन्ने कुरा चाहिँ तपाईँको होइन, पुष्टि गरेर पुष्टि भएको हदसम्म चाहिँ बलात्कारीलाई चाहिँ अलिकति कडा नै कारबाही गर्नुपर्छ। कतिपयले फाँसीको सजाय पनि भन्छन् के फाँसीकै सजाय हुनुपर्ने हो त? होइन, फाँसीको सजाय भन्दा पनि काटेर फाल्नुपर्छ भन्छौ। म त फेसबुकमा मैले दिइरहेको छु होइन। आज नि अब त्यहाँ भित्र पनि त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ क्या त्यो। अनि अर्को कुरा चाहिँ अब हाम्रो खुसबु ओलीजीले होइन नियमापत्ति गर्नुभयो। कति चाहिँ फेरि कस्तो छ भन्दाखेरि पुरुषहरू पनि पीडित छन् होइन। 5 वर्ष पहिलादेखि भन्ने खालको कुराहरू हुन्छ नि त होइन। अनि सहमतिमा सँगै बस्छन्, लिभिङ टुगेदर गर्छन्, अनि मन मिलिन्जेलसम्म चाहिँ नि सबै कुरा हुन्छ। अनि जुन दिन मन मिल्न छोड्छ त्यहाँदेखि चाहिँ फल्ना मलाई यस्तो गर्यो भन्ने हिसाबबाट चाहिँ पुरुषलाई पनि पीडित चाहिँ बनाउनु हुँदैन। मन मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्ने हो, म त्यो भने गर्नु हो त्यो छ। त्यसले गर्दाखेरि यो विषयमा चाहिँ अलिकति प्रष्ट कानुन हुनुपर्छ र कडा कारबाही गर्नुपर्छ हो। अनि भन्नुहोस् न, काट्ने सजाय पाउँछ कि झुन्डाउने सजाय पाउँछ त्यसलाई? झुन्डाउने भन्दा पनि काट्दाखेरि नै राम्रो हुन्छ होला हौ। उसलाई पछुतो भइरहेको छ नि त होइन। पछुतो नै सबभन्दा ठुलो सजाय हो क्या। रियलाइज होइन, विथ गिल्टी फिल रियलाइज जुन गर्छ नि त्यो चाहिँ तपाईँको चाहिँ नि के अरे कारबाही हो जस्तो लाग्छ मलाई। माने त्यो पछिल्लो समय प्रधानमन्त्री मुस्ताङ जानुभएको छ, मन त्यता चाहिँ अहिले अलिक परैसम्म जानुभयो र केही शङ्कात्मक कुराहरू पनि मिडियामा आएका छन्। तपाईँले पनि आज उठाउनुभयो, किन जानुभएको रहेछ? खासमा के सदनलाई जानकारी थियो कि थिएन? प्रधानमन्त्री त सदनलाई जानकारी गराउनु